आज चाहिँ म हजुरहरूलाई चाहिँ नि हेटौँडा हस्पिटलमा अनलाइनको टिकट कसरी निकालिन्छ, अनलाइनबाट लाइन बस्नको झन्झट मुक्त हुनलाई वहाँ गएर बिहानै गएर चाहिँ लाइन बस्नु नपर्ने, घरमै बसेर अनलाइन टिकट काटेर कसरी गर्न सकिन्छ भन्ने सिकाउन गइरहेको छु। एकदम महत्त्वपूर्ण भिडियो छ यो। च्यानल सब्सक्राइब गर्नुभएको छैन भने पनि कृपया सब्सक्राइब गर्नुहोला। यस्तै इन्फर्मेसन भिडियोहरू आइरहन्छ। आज चाहिँ ल्याब रिपोर्ट पनि म हजुरहरूलाई निकाल्न सिकाउने छु मोबाइलबाटै। ल्याबको पनि रिपोर्ट मोबाइलमै आउनेछ, सजिलो हुनेछ। त्यसको लागि चाहिँ सबभन्दा पहिला गएर प्ले स्टोरमा जानु पर्यो। प्ले स्टोरमा गएर हेटौँडा हस्पिटल एप सर्च गर्नु पर्यो हजुरहरूले। हेटौँडा हस्पिटल यहाँ मैले पहिले डाउनलोड गरिसकेको छु, त्यही भएर यहाँ सिधै म ओपन गर्दैछु। हजुरहरूको चाहिँ पहिला डाउनलोड गर्नुपर्ने हुन्छ। यसै गरी खोल्छ। अब एप खुलिसकेको छ। खुल्दाखेरि यस्तो आउने छ। अब हजुरहरूले सबभन्दा पहिला गर्नुपर्ने भनेको चाहिँ यसमा लगइन गर्नुपर्छ। यहाँ माथि चाहिँ लगइन देख्नुहुन्छ, यहाँ थिच्नुभयो भने यो मोबाइल नम्बर हान्नको लागि भन्छ। यहाँ चाहिँ नि अब मैले मोबाइल नम्बर राखिसकेँ। अब यहाँ प्रोसेस गरेर म अगाडि बढेँ। अब यहाँ युजर पहिल्यै मैले बनाइसकेको आइडी बनाइसकेको भएको कारणले गर्दाखेरि अलरेडी रजिस्टर भनेको छ। अब हजुरहरूको छैन भने चाहिँ यहाँनिर सुरुदेखिबाट आइडी बनाउनु पर्ने हुन्छ। अब यहाँ चाहिँ मैले पासवर्ड राख्न गइरहेको छु। अब पासवर्ड पनि राखिसकेँ। अब लगइन गर्दैछु म। लगइन भएको छ है त। अब हामी पहिला सुरु चाहिँ ल्याबको रिपोर्ट कसरी निकाल्न सकिन्छ मोबाइलबाटै, हाम्रो रिपोर्ट चाहिँ ल्याबमा कस्तो आयो भनेर आफूले मोबाइलबाट कसरी हेर्न सकिन्छ भनेर म सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ यहाँ माथि यहाँ हस्पिटलको लोगो छ छेउमा, यो बिचमा चाहिँ यो मान्छेको चित्र आउँछ है। यहाँनिर चाहिँ तपाईँहरूले थिच्नुभयो भने यस्तो आउँछ। यो आउने बित्तिकै यहाँनिर तल ल्याब रिपोर्ट भनेर आउँछ, त्यो देख्न सक्नुहुनेछ। त्यो गर्ने बित्तिकै यो खुल्ने बित्तिकै यस्तो आउँछ। हामीले ल्याबको रिपोर्टमा चाहिँ यहाँ युजर नेम र पासवर्ड हाल्नको लागि भन्छ। अब हामीले चाहिँ ल्याबको चेक गर्नको लागि बिल काट्या हुन्छौँ सबभन्दा पहिला काउन्टरमा गएर। त्यो बिल काट्दाखेरि चाहिँ सेतो बिलको चाहिँ तलपट्टि देब्रेपट्टि साइडमा युजर नेम र पासवर्ड भनेर प्रत्येक बिलको छुट्टै युजर नेम र पासवर्ड आएको हुन्छ। त्यो नम्बर चाहिँ हजुरहरूले यहाँ चाहिँ युजर नेम भन्ने ठाउँ युजर नेम हान्नु पऱ्यो, पासवर्ड भन्ने ठाउँ पासवर्ड राखेर लगइन गरेपछि त्यो ल्याबको रिपोर्ट चाहिँ यहाँ हजुरहरूको आइसकेको छ भने यहाँ मोबाइलमा नै डिस्प्ले हुन्छ। त्यही अनुसारले हजुरहरूले त्यसलाई प्रिन्ट गरेर पनि प्रयोग गर्न सक्नुभयो। सबै हेरेर त्यहीँबाट पनि स्क्रिनसट गर्न सक्नुभयो है त। अब हामी अनलाइन टिकटपट्टि जाउँ। अनलाइन टिकट चाहिँ हजुरहरूलाई कन्फ्युजन केही छ भने म सिकाउँछु। पहिला नि मैले भिडियो चाहिँ हालिसकेको थिएँ अनलाइन टिकटको लागि। अब यसमा केही कन्फ्युजन छ भनेदेखि चाहिँ कमेन्ट गर्नु होला, म त्यसको चाहिँ रिप्लाई दिने प्रयास गर्दछु है त। अब यसलाई ब्याक गरौँ, अझै ब्याक गरौँ। अब यस्तो आइसकेपछि यहाँ हामीले धेरै किसिमको डिपार्टमेन्टहरू देख्न सक्छौँ है। यहाँ चाहिँ आयुर्वेद छ, यो पेडिया छ, गाइनो छ, डेन्टल छ, फिजियोथेरापी छ, इएनटी छ। यसै गरी आफूलाई चाहिँ कुन चाहिँ डिपार्टमेन्टमा के सम्बन्धी जचाउनु पर्ने छ त्यही अनुसार आफूले चाहिँ तपाईँ त्यसमा क्लिक गर्नुपर्ने। जस्तै अब मैले चाहिँ अब भोलिको लागि बच्चाको टिकट आइतबारको लागि काट्न गइरहेको छ त। बच्चाको चाहिँ 1 गते र 2 गते देखाइरहेको छ यहाँ है। टोकनहरू पनि यहीँ देखाउँछ। अब मलाई 1 गतेको भित्र म गएँ। यहाँ जाँदाखेरि यहाँ दुई थरी आयो। यहाँ दुईवटा अप्सन आयो, न्यू पेसेन्ट र ओल्ड पेसेन्ट भनेर आइरहेछ है त। अब हामी हेटौँडा हस्पिटलमा अहिलेसम्म चेक गरेको छैन, हामीले नयाँ छौँ भनेदेखि हामी न्यू पेसेन्टमा जान सकियो। अब हामीले पहिला नै चेक गरिसकेको छ, हामीसँग ओपिडीको बुक छ, पहिलाको बुक छ, त्यसको हस्पिटल नम्बर युज गरेर हामीले ओल्ड पेसेन्टमा युज गर्न पाइयो है त। अब यो न्यू पेसेन्टमा म सिकाइरहेको छु है त। पहिला न्यू पेसेन्टमा जाँदाखेरि हजुरले यहाँ बनाइसक्नु भएको युजर प्रोफाइल, त्यो भएको कारणले गर्दाखेरि आफ्नै यहाँ सेल्फ भनेर देखाएको छ। अब आफ्नोभन्दा बाहेक अरू कुनै परिवारको काट्न पनि सकियो। परिवारको काट्नु छ भने यहाँ तल प्लसको चिन्ह छ एड पेसेन्ट भनेर, यहाँ थिचेर चाहिँ परिवारको एड गर्न सकियो। अब परिवारको एड गर्न पऱ्यो भने मैले यहाँ थिचेँ। अब यहाँ फर्स्ट नेम लास्ट नेम हाल्नु पऱ्यो, अनि त्यसपछि जेन्डर हाल्नु पऱ्यो, अनि उमेर कति वर्ष भयो, जन्ममिति हालेर इमेल एड्रेस चाहिँ छ भने हाल्दा नि भयो, नहाल्दा पनि कम्पलसरी छैन। त्यसपछि फोन नम्बर हाल्नु पऱ्यो, अनि त्यसपछि रिलेसनसिप हाल्नु पऱ्यो। त्यसपछिबाट गएर यो एड्रेस पनि हाल्नु पऱ्यो है त। यो हालेर सेभ गरिसकेपछि हामी न्यू पेसेन्ट काट्न सकियो। अब अहिले यहाँ न्यू पेसेन्टमा मैले सेल्फ मेरै काट्न गइरहेको, त्यही भएर मेरो नै मैले यहाँ ओके गरेँ है त। त्यो भएपछि यहाँ हामीलाई यस्तो देखाउँछ मेरो नाम सहितको। अब यहाँ चाहिँ यो देखाएपछि यहाँ हाम्रो बिमा स्वास्थ्य बिमा छ कि छैन। स्वास्थ्य बिमा छ भनेदेखि
हामीले यहाँ तल यहाँ स्वास्थ्य बिमाको नम्बर हाल्ने ठाउँ छ, यहाँ राख्नु पऱ्यो। अब स्वास्थ्य बिमा छैन भने सिधै यहाँ पे नाउ गऱ्यो भने अब के मार्फत हजुरहरूले चाहिँ पैसा तिर्न चाहनुहुन्छ, ई सेवा छ भने ई सेवामा थिचेर यसरी चाहिँ ई सेवा मार्फत पनि पैसा तिर्न सक्नुहुन्छ। अब यहाँ ई सेवाको खोल्छ है त। अब हामी अहिले स्वास्थ्य बिमाबाट चाहिँ गर्न गइरहेछौँ, त्यही भएर हामी चाहिँ यहाँ तल बिमाको नम्बर हाल्छौँ है। अब अहिले यहाँ बिमाको नम्बर हाल्न गइरहेछु म, मेरो हाल्दैछु है त। अब भेरिफाई गरौँ। अल्ल डन भयो, एपोइन्टमेन्ट डन भयो। यो सबै यसलाई डन गरिदिनु भयो भने हजुरको चाहिँ एपोइन्टमेन्ट भयो, स्वास्थ्य बिमाबाट हजुरले टिकट काट्नु भयो है। ल यो भयो हजुरहरूको न्यू पेसेन्टबाट तरिका भयो है। अब चाहिँ ओल्ड हजुरहरू पहिला पनि चेक गरिरहनु भएको छ, हेड हस्पिटलमा एक दुईचोटि गइसक्नु भएको छ, ओपिडी बुक हजुरहरूसँग छ भने चाहिँ त्यसैको लागि फलोअप गर्नलाई चाहिँ मैले यहाँ एउटा कोसिस गरौँ है त। मेडिसिनमा गरौँ, 1 गतेको लागि गरौँ। अब यहाँ तल ओल्ड पेसेन्ट भन्ने छ, ओल्ड पेसेन्टमा थिच्नु पऱ्यो। ओल्ड पेसेन्टमा गरेपछि यहाँ एड पेसेन्ट भन्ने छ, तल प्लसको सिग्नल छ है त। मोबाइल नम्बर र यहाँ हस्पिटल नम्बर चाहिँ हजुरको ओपिडी बुकमा हस्पिटल नम्बर भनेर नै लेखेको हुन्छ, माथि ठुलै अक्षरमा हुन्छ। त्यो नम्बर हालेर चाहिँ हजुरले ओल्ड पेसेन्टबाट पनि टिकट काट्न सक्नुहुन्छ। मैले यहाँ 2 तरिकाबाट सिकाएँ, न्यू र ओल्ड। अब जुन तरिकाबाट काट्दाखेरि पनि हुन्छ त्यो टिकट काट्दाखेरि, र बिमाको नम्बर हाल्दाखेरि चाहिँ हजुरहरूले अलिक ध्यान दिनु पऱ्यो। त्यो चाहिँ घरमलीको नम्बर चाहिँ हाल्नु भएन, आफ्नै त्यहाँ आफ्नो नम्बर भनेको चाहिँ क्युआर कोड हुन्छ माथि, बिमाको माथि त्यो क्युआर कोड भन्दा पनि कम्प्युटरले लेखेको कम्प्युटर प्रिन्टेडवाला नम्बर हुन्छ, त्यो नम्बर चाहिँ हाल्नु पऱ्यो। हस्, धन्यवाद। केही कन्फ्युजन भयो भने प्लिज कमेन्टमा सोध्न सक्नुहुन्छ, म त्यसको चाहिँ उत्तर दिने प्रयास गर्दछु। च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस् भाइ, धन्यवाद।